मामू मामू फोर आयो मामू 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 फोर आयो। एकैचोटि अनुहार हानेर झापडाएर गाला फुटाइन्छ। चुप लागेर पढ्ने मान्छे चुप लागेर पढ। न्यु खोज्दै नआएछ यहाँ। तेरो बाआमालाई कसले केही भनेको छैन। तेरो बाआमालाई कसले केही भनेको छ, तँलाई पनि कसले केही भनेको छैन कान्छी। तेरो नाम पनि लिएको छैन। तेरो यहाँ मैले भिडियो पनि यहाँ मैले हेरेको छुइनँ। तेरो केही गरेको छैन फुच्ची। उता बस्ने अझै स्टोरी सिस्टोरी केही हाल्दै थिएस् मेरो बारेमा के लेखेर, त्यो त तँ आफै जोगिने। सो हेलो गाइज, म हुँ प्रशान्त र आजको यो भिडियोमा हामी 4 GPA वाला भिडियोमा नयाँ नयाँ कन्ट्रोभर्सी आइरहेको छ र तपाईहरुलाई पनि यो हेर्न आतुर भइरहेको होला। सो आजको यो भिडियोमा म 4 GPA बहिनीले के भनेकी छन् र यसमा झापालिज र CR7 होरा जस्ता क्रिएटरहरूले कसरी रियाक्ट गर्नुभएको छ त्यो देखाउँछु। तपाईहरु पनि पपकर्न लिएर भिडियो हेर्न बस्नु होला र सबैभन्दा पहिला 4 GPA ल्याउने बहिनीको भिडियो हेरौं। यो देखेर झापालिज र CR7 होराले भने मिमिक्री गर्नुभएको छ। त्यो दुईटै पालै पालो हेरौं। मामू 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 फोर आयो मामू 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 फोर आयो मामू मामू फोर आयो मामू मामू फोर आयो भयो अघि एउटा टिकटकमा हेरेको थिएँ क्या, एउटा बहिनी एउटा बहिनी बुरुदै मामु मामु फोर आयो भन्दै रमाइरहेको भिडियो हेरेको थिएँ क्या मैले टिकटकमा ठ्याक्कै अघि। म त रनमनिसेर बाहिर फोरको गाडी पो आयो कि फोर पो लिएर आउँछन् कि मामुले भनेको त GPA पो आएको रहेछ त्यो बहिनीको फेरि। यो देखेर 4 GPA बहिनीले भने CR7 होरा र झापालिजलाई मेसेज पठाउनु भएको थियो। त्यो मेसेज भने उहाँहरूले देखाउनु भएन, तर CR7 होराले के भन्नुभएको छ त्यो हेर्नुहोस्। एउटा क्लिप मैले एउटा बोलेको थिएँ नि यार, त्यो मम्मी फोर आयो भनेको कडा तिमीहरूले यति धेरै ट्रोल बनाएछ। मैले त यहाँनिर फ्लोमा बोलेको थिएँ यतिको रमाइलोको लागि है। कुर्ने भाइले टिकटकमा काटेर क्लिप हालेछ। बिचरा त्यो बहिनीलाई कति साह्रो हेर्देको तिमीहरूले यार। त्यस्तो नगर न गाइज यार। म त यहाँ फ्लोमा पुरै SLG को बारेमा कुरा भइरहेको थियो। कसले कति ल्यायो, फो ल्याउन पनि यति सजिलो रहेछ टाइप भइरहेको छ। त तिमीहरूले त्यसरी टिकटकमा क्लिप काटेर बिचरा त्यो बहिनीलाई कति नराम्रो लाग्यो यार। मैले त्यस्तो नगर न गाइज। मैले बिचरा त्यो बहिनीलाई अघि बहिनी नरिसाउ ल सरी भनेर भनेको यार। कति नराम्रो लाग्यो। खुट्टाफुट्टीहरू 15-16 वर्षको भाइ बहिनीहरू नराम्रो लागिहाल्छ नि कडा हो। त्यस्तो गर्नु हुँदैन। म पो यहाँ जिस्केर भनेको यार। तिमीले क्लिप बनाएर बिचरालाई त्यो बहिनीले भनिरहेछ दाइ तपाईँले भन्दा त फरक पर्दैन, तर त्यो क्लिप बनाएर मान्छेले कमेन्ट भरि यताउति खिचा गरिरहेको छ भन्दै छ। त्यस्तो नगर्देऊ न गाइस। उहाँले भने यो कुरालाई राम्रोसँग लिनुभएको छ, तर यसको उल्टो झापालिजले भने बेग्लै तरिकाले प्रतिक्रिया दिनुभएको छ, जसमा झापालिजसँग ती बहिनीले अलिकति नराम्रो तरिकाले बोलेको हुनाले उहाँलाई मन नपरेको र उहाँ एकदमै रिसाएर ती बहिनीलाई गाली गर्नुभएको छ। त्यो हेरौं। त्यो दाइ त्यो मामु फोर आयो भनेको उतेलले गर्दाखेरि दाइले त बाल दिन्न भाइ, बाल दिन्न त्यस्तैहरू उता पठाइन्छ भाइ। हावा म बाल दिन्न भाइ, त्यस्तो कसैको बाल दिन्न। त्यसको पनि कुरा गरिदिन्छु। त्यो फुच्चीको हेर फुच्ची, तँ मलाई आएर यहाँ मेसेजमा तँ मलाई जसरी बोल्दै आएको थिइस् नि मेसेजमा, मैले तँलाई रिप्लाई गर्न, तर मैले तेरो मेसेज देखेँ कि कान्छी यसरी बोल्दै आइस् भने नि कान्छी तेरो हेरे त कति उमेरको थाहा छैन। त सानो हो भने तेरो बाबाआमासँग कन्सल्टली पहिला मसँग बोल्नु आउनुमा तेरो बाबाआमासँग कुरा गर। पहिला यो दाइसँग म मेसेज पठाउँछु, मेसेज पठाउँ कि नपठाउँ तेरो बाबाआमालाई कुरा गर अनि आइज। त आफ्नो उमेरको हो जस्तो पनि लागेन मलाई कान्छी। एकैचोटि अनुहार हानेर झापडाएर गाला फुटाइन्छ। चुप लागेर पढ्ने मान्छे चुप लागेर पढ। न्यु खोज्दै नआएछ यहाँ। तेरो बाबाआमालाई कसले केही भनेको छैन। तेरो बाबाआमालाई कसले केही भनेको छ, तँलाई पनि कसले केही भनेको छैन कान्छी। तेरो नाम पनि लिएको छैन। तेरो यहाँ मैले भिडियो पनि यहाँ मैले हेरेको छुइनँ। तेरो केही गरेको छैन फुच्ची। उता बस्ने अझै स्टोरी सिस्टोरी केही हाल्दै थिएस् मेरो बारेमा के लेखेर, त्यो त तँ आफै जोगिने। यहाँबाट केटाहरू कोही गर तँलाई, कोही मान्छेहरू गर कसैले स्टोरी देखेर उल्टे तँलाई के नराम्रो भन्दै गाली गर्दै त्यसमा मेरो कन्ट्रोल केही छैन नि। केही छैन त्यसमा मेरो कन्ट्रोल। तँलाई चित्त दुःख नराम्रो लाग्यो राम्रोसँग आएर बोल।
फुच्ची राम्रोसँग आइज बोल राम्रोसँग दाइ यस्तो यस्तो भएको थियो के भएको यो भन्दा केही पनि होइन कङ्ग्रेचुलेसन फर्स्ट अफ अल यो केही पनि होइन यसलाई भन्छ टिकटक एक्युरेसी ट्रेन्ड त्यो भनेको चाहिँ एउटा जुनै पनि भाइरल या जुनै पनि एउटा मुभमेन्टलाई एउटा भिडियो लिने अनि त्यही भिडियो फेरि रिक्रिएट गर्न खोज्ने सिन त्यो कसैलाई फनी हुन्छ या त्यो मुभमेन्ट फेरि रहिरहन्छ बगिरहन्छ त्यो ट्रेन्ड सुरु हुन्छ अरूले पनि त्यही कपी गर्छ त्यो हो गरेको टिकटक एक्युरेसी ट्रेन्ड भन्छ चिक्ने अनि सबै जाँदो रहेछ यो 11-12 को हो 11-12 को सबै जाँदो रहेछ त्यो फुच्चेहरू भर्खरको होइन अनि दिस इज नट फनी यार दिस इज नट फनी यार अरूको बेसो के भने भाइ त्यो बहिनीलाई मैले नराम्रो भनेको छैन त्यो बहिनीलाई मैले बिल्ला भनेको छैन त्यो बहिनीलाई मैले केही भनेको छैन त्यो बहिनीको जस्ट जे देखेँ मैले टिकटकमा त्यो एक्ज्याक्टली मैले यहाँ त्यही सेम एक्टिङ त्यही मुभमेन्ट रिक्रिएट गर्नलाई गरेको एन्ड इट्स कल्ड द टिकटक एक्युरेसी ट्रेन्ड म अहिले पनि भन्छु तिमीहरू पाखे घोगेहरू थाहा छैन अनि के हुन्छ अब टिकटक एक्युरेसी ट्रेन्ड यहाँ सकिसक्यो क्या सकिसक्यो कोही केही बेला आइरहेको हुन्छ रलपल अब अर्को वर्ष पुग्छ नेपाल भनेपछि यहाँ कसैको टिकटकमा भिडियो देख्यो यसरी भिडियो भाइ म यो एक्टिङ सेम टु सेम गरिदिन्छु यार भाइ यो जे हुँदैछ यहाँ म सेम टु सेम गरेर देखाइदिन्छु मैले गर्नु नपाउने मान्छे मरेको दुखी के भएको को मजाक उडाएको छैन त यहाँ झापालिज रिसाएको त हेरिहाल्नुभयो तर उहाँले त्यति बेला रिसको झोकमा आफ्नो होस गुमाएको र पछि माफी मागेको कुरा 4GPA बहिनीले स्क्रिनशट गरेर उहाँको सन्देश हाल्नुभएको छ म त्यो सुनाउँछु उहाँले भन्नुभएको छ तिमी होसमा आयौ खुसी लाग्यो र मैले अलिक कडा भएर केही भनेको जस्तो लाग्यो भने म माफी चाहन्छु तर म फेरि भन्छु मैले तिम्रो भिडियो लाइभमा हेरेको छैन मैले टिकटकमा कतै देखेको थिएँ अनि म एउटा ट्रेन्ड बनाउन चाहन्थे एउटा भाइरल भिडियोको उस्तै दृश्य बनाउन खोजेको त्यति हो हामी त तिम्रो त्यो पललाई उत्सव पो मनाएको हौ त अभिनय गरेको भन्दा तिमीले नाटक गरेको भनेको होइन मैले चाहिँ हाउभाउको अभिनय गर्न खोजेको भनेको र मुख छाडेको कतै छ भने त्यो त च्याटसँग कुरा गरेको हो म यसरी नै बोल्छु तिमीलाई वा तिम्रो आमा बाउलाई केही भनेको होइन अरूले तिम्रो भिडियोमा यसरी प्रतिक्रिया दिँदा त खुसी पो हुनुपर्ने हो त तिमीले गर्दा हामीलाई पनि रमाइलो भयो यो त सफलता पो हो त झन् खुसी हुनुपर्ने आफ्नो पलमा रमाउनु पर्ने हो कोही मान्छेले गिज्याउँछन् कमेन्टमा त्यो त अब कहाँ रोकेर हुन्छ र भिडियो सार्वजनिक छ सबैले देखिसके अब त्यो त कहाँ रोकिन्छ र मैले त तिमीलाई गिज्याएको होइन म त खालि जे देखेँ त्यही गर्न खोजेको भनेर झापालिजले भन्नुभएको छ र तपाईहरुलाई भिडियो रोचक लागिरहेको छ भने लाइक गर्नुहोस् अनि 4GPA वाला भिडियोमा ट्रोल पनि भइरहेको छ त्यो हेर्नुहोस् र यति भन्दै आजको भिडियो अन्त्य गर्न चाहन्छु धन्यवाद।